भनेर बोलाउँछु, खूब सुख दिन्छ मलाई बुढेसकालमा भनेर त्यही एउटा आशामा ती आमा अरूको घर घरमा गएर काम गर्नुहुन्थ्यो। दुःख सुख गरेर हुर्काउनु भयो, पढाउनु भयो। जब आज पढ्ने समय भयो, विद्यालय पठाउनको निमित्त मेरो सन्तान पढ्नुपर्छ, ठुलो मान्छे बन्नुपर्छ, समाजको हित हुने कर्म गर्नुपर्छ, मेरो छोरालाई सबैले चिन्ने हुनुपर्छ भनेर त्यो आमाको मनमा एउटै आशा थियो। त ती आमा कामको खोजीमा भौतारिन लाग्नुभयो। एकजना मास्टरको घरमा पुग्नु भएछ। ती आमा गएर भन्नुभयो, हे मास्टर साहब, यदि हजुरले मेरो सन्तानलाई पढाइदिनुहुन्छ भने म हजुरको घरमा आजीवन दासी बस्नको निमित्त तयार छु। यदि यो मेरो कार्यलाई पूर्ण गरिदिनुहुन्छ भने म जीवनभर हजुरको घरबाट 1 रुपैयाँ पैसा पनि लिन्न, आजीवन दासी बसिदिन्छु। तर मेरो छोरा पढ्न पाउनुपर्छ, मेरो छोरा ठुलो मान्छे हुनुपर्छ, सारा समाजले चिन्ने हुनुपर्छ। आज गएर रुन लाग्नुभयो, पाउ पर्न लाग्नुभयो। जसो नै पाउमा पर्नु हो। आज ती मास्टरलाई दया आयो, भन्न लागे, ठिक छ आमा, म हजुरको सन्तानलाई पढाइदिन्छु, तर हजुरले मेरो घरको सम्पूर्ण कामहरू गरिदिनुपर्छ भन्ने त्यो शर्तमा आज ती आमा त्यो मास्टरको घरमा आजीवन दासी बस्न लाग्नुभयो त्यो सन्तानको निमित्त। आज आमाको इच्छा थियो मेरो सन्तान पढोस्, ठुलो मान्छे होस्, जान्ने होस् भन्ने इच्छा थियो। आमाको इच्छालाई पूर्ण गर्न लाग्यो त्यो सन्तानले। पढ्दै गयो, क्लासको फर्स्ट आउँथ्यो, सबैले मान्थे उसलाई, सबैले चिन्थे, सबैको प्रिय थियो। आमाको मनमा एउटै आशा छ, कहिले मेरो सन्तान ठुलो मान्छे हुन्छ, समाजको बीचमा चिनिने हुन्छ, धेरै धन कमाउँछ, मलाई सुखसँग राख्छ, मेरो दुःखलाई बुझ्छ अनि प्रेमसँग आमा भनेर बोलाउँछ भन्ने त्यो आमाको मनमा इच्छा छ। आज पढ्दै गयो, उसले स्कुलको पढाइलाई समाप्त गर्यो। जसरी उसले स्कुलको पढाइलाई सक्यो, आज बाहिरबाट उसलाई स्कलरसिप आएछ, बाहिर विदेशमा पढ्न जान पाउने भएछ त्यो सन्तान। आज आफ्नो आमालाई आएर भन्न लाग्यो, आमा, आज मैले बाहिर पढ्न जाने पाउने त्यो अवसर प्राप्त गरेको छु, त्यसको लागि खर्च चाहिन्छ, हजुरले खर्च जुटाइदिनु भयो भने मैले बाहिर गएर पढ्न पाउँछु भनेर त्यो सन्तानले आमालाई गएर सुनायो। त आमाको इच्छा छ मेरो सन्तान ठुलो मान्छे होस्, धेरै पढोस्, समाजको बीचमा सारा सबैले चिन्ने होस्, मान्ने होस् भन्ने त्यो